अनि साथीहरू त्यो भूतले चाहिँ चस्मा पनि लगाएको छ है त्यो पनि प्रो एक्टर भन है रियलमै हो है यो चाहिँ हामीले यहाँबाट हेरेको हाम्रो साथीकोमा त्यो भूत जस्तै लाग्यो तर अब चाहिँ हामी त्यो कोठामै गएर हेर्छौँ हिजोको हन्टेड हाउसको कोठामा अनि हामी त्यहाँ गएर हेर्दाखेरि हामीले के देख्छौँ हेर्नु होला यहीँबाट खै हिँड न ब्लगमा कसले भन्नु कि खोइ ब्लग साँच्चीकैमा हामीलाई आएर चाहिँ त्यो घरमा भूत छ जस्तै लागिरहेको किनभने अघि नै हामीले त्यहाँबाट हेर्दाखेरि साँच्चीकैमा एउटा जोकर जस्तो भूत आएर बसिरहेको थियो तर त्यो जोकर जस्तो भूतको हो हामीलाई थाहा छैन होइन तर रियलमै हामीले त्यो भूत जस्तो लागेको थियो त्यसैले हामी यहाँ आउन आँटिरहेको छौँ हिँड न हिँड मेरो चाहिँ साथै गइरहेको छ होइन त्यही पनि जान आँटिरहेको छौँ यही घर हो यही यो घटिया घर हो है कस्तो घटिया मलाई चाहिँ यहाँ आउने बित्तिकै डर लाग्छ कि किन हो है अस्ति नै चाहिँ डर लागेको थियो आज चाहिँ हामीलाई लास्टै डर लागिरहेको क्या यो टोयलेट हो तर यो टोयलेटमा कोही पनि जाँदैन अनि एकजना मान्छे चाहिँ भागिसक्यो आउँछु भनेर एकजना मान्छे चाहिँ मकै बारीमा लुकिरहेको छ छिटो आऊ न अनि सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि मात्र हामी यो घरमा 24 आवर्सको लागि बस्छौँ है नत्र भए बस्दैनौँ अहिले नै हामीलाई यहाँ 5 मिनट जस्तो रुक्न पाएको छैन 24 आवर्स त बस्दैनौँ है हामी यही कोठामा हो कि यही कोठामा ठ्याक्क यहाँको कोठामा डर लाग्यो म त त्यहाँ को मान्छेले यस्तो रात रात कपडा लगाएर आएर झापबाट हेरेर जस्तै लाग्थ्यो रियलमै त्यहाँ जाने बित्तिकै मलाई कस्तो डर लागेको होइन हामी फेरि फर्केर हाम्रो घरमा आइसक्यौँ रियलमै भनेको साँच्ची हो बढाउँछ हामी ट्राई गर्छौँ जानको लागि यही घर हो क्या यही घरको अब यो कोठा त यो कोठा मैले देखाइरहेको छु यो कोठामै हामीले देखेको हो क्या नभए हामी फेरि पनि गइरहेको छौँ तर अब चाहिँ कोही पनि भाग्दैन है यो दुईजना मान्छेहरूलाई चाहिँ लास्टै डर लागिरहेको छ अरे चुप हामी चाहिँ गइरहेको छौँ तर हामीलाई डर लागिरहेको छ ल भागै तिमीहरू त भागै गर्छ यिनीहरू अहिले मलाई जानै मन लाग्दैन क्या हेरिरहेको छु है मैले आमा लिएर आइदिन्छु चप्पलै यहाँ छोडेर भागे क्या त्यसैले भिडियो कट भयो रुइरहेको छ नरु है नजाने अब हामी जाँदैनौँ किनभने सबैजनालाई डर लागिसक्यो क्या त्यहाँ गएर रियलमै हामी त्यहाँ जाने बित्तिकै यो टोयलेट छ त्यही टोयलेटको साइड झाडीबाट हाम्रो आवाज आएको साँच्चीमा अब हामी त्यो टोयलेटसम्म पुगिसकेको थियौँ कि यहाँको टोयलेटसम्म त्यहाँ जाने बित्तिकै मलाई त्यो झाडीबाट साँच्चीमा आवाज आएको भनेको त्यसैले हामी चाहिँ भाग्यो है अनि यसको चप्पल चाहिँ त्यही छोडेको रहेछ अनि यो रुयो अनि त्यसको ललिपप पनि झऱ्यो तर साँच्चीमा त्यो टोयलेटबाट साँच्चीमा झाडीबाट आवाज चाहिँ आएकै हो सो अब हामी जाँदैनौँ जाने त भनेको थियौँ तर अब हाम्रो हिम्मत हराइसक्यो नम्बर 2 अब तपाईँहरूले हामी जान त पाएनौँ हन्टेड हाउसमा त्यही पनि लाइक गरेर सब्सक्राइब गरेर जानु होला बाई